हेलो गुड मर्निङ सबैजनालाई। यहाँ हेर्नु सबैजना बिजी हो, तर क्षितिज चाहिँ सबैभन्दा बेसी बिजी चाहिँ क्षितिज हुन्छ। यहाँ हेर्नु उसको चाहिँ ऊ हिजो ह्यान्डसम लेखेको थियो होइन, अन्त ऊ चाहिँ आफैले लेखेको ह्यान्डसम चाहिँ उसले नै लेखेको, अन्त बिजी छ हो। यस्तै छ अहिले अरे कि, अन्त यहाँ फोन गर्नुहुँदैछ। अब उनीहरूलाई चाहिँ पार्किङ पनि चाहिएको नि त, पार्किङ हुन्छ कि हुँदैन भनेर यहाँ फोन गर्नुहुँदै। यहाँ हेर्नु न ट्रेन जाँदैछ हो, बाटोमा ट्रेनको लाइन। बुहारी झार कि यो त लजाउँदैन रहेछ त, यो त नभए त डल्लो पर्छ हाम्रोतिरको त, सिक्किमतिरको त डल्लो पर्छ होइन, यो त पर्दैन रहेछ। यहाँ हेर्नु ए लौ निम्बुको बोट रहेछ यहाँनिर कि, अन्त मैले टिप्नु गएको, मेरो हात चाहिँ काटेर खुन निस्केर भयो। पत्ता हो जस्तो चाहिँ लाग्यो हो यो बिन, फेनुकालाई पठाइदिनु पऱ्यो कि, अन्त हेरेर भन्छ नि के रहेछ। के हुँदैछ थाहा छैन। यतातिर चाहिँ यो जलपाइगुडीतिर चाहिँ पानी परेको। घर पुग्छौँ एकछिनबाट। छोरी चाहिँ पुरा रिसाएको छ हो। यहाँ हेर्नु मेरो ड्रेसअप अघिको, अन्त यो गिफ्ट ल्याइदिएको छु। हेर्नुहोस् ल अहिलेको उसको रियाक्सन, एकछिनबाट अब कस्तो हुन्छ रियाक्सन चाहिँ उसको हो। बेलदिन अन्त चाहिँ पुरा रिसिरहेको छ नि त अघि नै। मन पर्यो मन पर्यो, के रहेछ भन्नु न, के रहेछ दृश्य। थ्याङ्क यू त भन्नु भएन, अन्त रिसाएर लु भन्नु त, अब नछुटाउनु, थ्याङ्क यू भन्नु। अनि मेरो छोरी रिसायो भनेर चाहिँ गिफ्ट ल्याइदिएको पो त, बुझ्यो। यता हेर्नु त, थ्याङ्क यू भन्नु। मैले अघि बाटोबाट चाहिँ निम्बु लिएर आएको। यहाँ हेर्नु निम्बु भनेको निम्बु, यहाँ हेर्नु कति रहेछ बाटोमा लिएर आएर। अस्ति मेरो नानीको मेरो हात पनि अघि छिँडै नि यहाँनिर यस्तो गरेको छ। अन्त यो चाहिँ मैले बाटोबाट उठाएर ल्याएको, टिपेर ल्याएको बोर्डबाट। यहाँ हेर्नुहोस् न दामी छ है। बी ल्याएको छु, यो चाहिँ हो, यो पनि बाटोबाटै ल्याएको। यो बी यस्तो छ।